नमस्कार हजुरहरूलाई फेरि पनि म तपाईहरुको अगाडि के कुराहरु लिएर आइराखेकी छु त्यो चाहिँ हो 5 टिप्स फर फ्यामिली रुल्स। नम्बर 1 मा छ न्यूज नाइस वर्ड है। हामीले आफ्नो फ्यामिलीहरुलाई एकदमै राम्रो वर्डहरु बोल्नुपर्छ, जस्तै पोजिटिभ वर्ड। नम्बर 2 मा छ बी ह्यापी। हामी जहिले पनि खुसी रहन सिक्नुपर्छ। हाम्रो फ्यामिलीमा हामी सबैजना खुसी रहन सिक्नुपर्छ। नम्बर 3 मा छ हार्ड वर्क। अनि हामीले साँच्चै नै हामीले हार्ड वर्क गरेनौं भने हामीले के पनि प्राप्त गर्न सक्दैनौं। हामीले फ्यामिली रुल्समा यो हार्ड वर्क लाउनै पर्छ। अनि नम्बर 4 मा छ केयरिङ एन्ड लभिङ इच अदर है। हामीले एक अर्कालाई माया गर्नै पर्छ अनि हामीले के गर्नुपर्छ, केयर गर्नुपर्छ एक अर्कालाई। अनि नम्बर 5 मा छ रेस्पेक्ट सेल्फ एन्ड रेस्पेक्ट हेड अफ द फ्यामिली। आफैलाई रेस्पेक्ट गर्ने अनि हेड अफ द फ्यामिलीलाई पनि रेस्पेक्ट गर्ने। अनि कम्युनिकेटेड ओपनली एन्ड अनेस्ट। हामी एक अर्कामा है, फ्यामिली मेम्बरमा एक अर्कामा चाहिँ हामी एकदम राम्रोसँगले ओपन हार्ट भएर हामीले बोलचाल गर्नुपर्छ। अनि तपाईहरुलाई भन्न चाहन्छु यो रुल्सहरु तपाईले अपनाउनुहोस्। तपाईको फ्यामिली अवश्य एकदमै राम्रो फलेर फुलेर जानेछ।